जय मसीह सबैलाई। म एउटा बाइबलको खण्ड लिएर आएको छु। मत्ती 6 को 26ले यसरी भन्दछ, आकाशका चराचुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छ, न अन्न कटनी गर्छन्, न भक्कारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनु हुन्छ। के तिनीहरूभन्दा बढी मूल्यवान छैनौ र? 27ले भन्छ, तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घटी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्छौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी बढ्छन्, तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जाति आभूषित थिएन। 30ले भन्दछ, आज हुने र भोलि अग्लोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? यसैकारण के खाउँला, के पिउँला, कि के पहिरौँला भनेर फिक्री नगर। यो वचनले भन्दछ, आकाशको चराचुरुङ्गीहरूलाई हेर, न त तिनीहरूले कटनी नै गर्छ, न त तिनीहरूले केही गर्न नै सक्छ, तर पनि परमेश्वरले तिनीहरूलाई खुवाउनुहुन्छ भनेर भन्दछ है। मानव जातिहरू त अझै श्रेष्ठ हो भनेर भन्दा, तिमीहरू त अझै श्रेष्ठ हो, तिमीहरूलाई त परमेश्वरले प्रशस्त दिनुहुन्छ। तिमीहरू किन फिक्री गर्छौ? तिमीहरू किन निराश हुन्छौ भनेर भन्दछ। अझ परमेश्वरले हामीलाई प्रशस्त मात्रामा हामीलाई दिइरहनु भएको छ। यूहन्ना 3:27ले भन्दछ, यूहन्नाले जवाब दिए, स्वर्गबाट मानिसलाई नदिएसम्म केही कुरा पनि पाउन सक्दैन भन्दछ है। अझ हामीलाई परमेश्वरले दिइरहनु भएको छ, हामीलाई ज्ञान दिनुभइरहेको छ, बुद्धि दिनुभएको छ, बल तागत दिनुभएको छ, कान सुन्ने, बोल्ने, हेर्ने सबै कुरा हामीलाई दिइरहनु भएको छ। अनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ, परमेश्वरलाई आदर गर्नुपर्छ, महिमा दिनुपर्दछ। हुन्छ, आजको वचन म यतिमै भन्दै सम्पूर्णलाई फेरि पनि जय मसीह भन्न चाहन्छु। जति पनि मेरो युट्युबमा भएका मित्रहरू सबैलाई जय मसीह। तपाईँहरूले कमेन्ट मार्फत तपाईँले लेख्न सक्नुहुन्छ, हालेलुया, आमेन भनेर तपाईँले लेख्न सक्नुहुन्छ। अनि भिडियोलाई सेयर गर्न सक्नुहुन्छ। धन्यवाद छ। फेरि पनि आउँदो समयमा यसै नै प्रभुको वचन लिएर बोल्न सकौँ पनि प्रार्थना तपाईँले गरिदिनुहोला। जय मसीह।